आज हाम्रो अशोक बस्याल भाइ यहाँ माया दिदी नेपाली बजारमा सपिङको लागि आउनु भएको छ। भाइ नमस्कार। नमस्कार दिदी, नमस्कार। के छ खबर? सन्चै हुनुहुन्छ? एकदम ठिकठाक छु नि। हजुरको के छ खबर? एकदम ठिकठाक भाइ। एकदम खुसी लाग्यो यत्रो दोकान थाप्नु भएको रहेछ। म त धेरै पछि आएँ दिदीको बजारमा है। एकदम खुसी लागेको छ। पहिला चाहिँ बसमा मात्रै हुनुहुन्थ्यो कि भनेको त अहिले नौलो लाग्यो। धेरै पछि भेट्न नपाइयो, बिरामी भएको 1 सालपछि। र दिदीको बजारमा आएको सबै कुरा चाहिँ एकदम नेपालका फेसिलिटी सामान जति सबै यहीँ पाइँदो रहेछ साथीहरू। मैले पनि हेर्नु त एउटा कार्गो प्यान्ट किनेँ है, यसै गरी टी सर्ट किनेको छु। र हेर्नु त नेपाली सुकुटी, ल सुकुटी पनि खानुपर्छ है सबै मिलेर। ल आउनु होला माया दिदी बजारमा। ल हेर्नु भएन भने बुढीलाई पनि हेर्नु त भाइरल कहाँ त नेपालबाट। हेर्नु त म भारतमा छु अहिले, भारतको हैदराबादमा डायमन्ड पोइन्टमा है माया दिदी बजारमा। र सबै साथीले माया गरिदिनु होला माया दिदी बजारलाई। र म पनि आएर ल्याउँदैछु यो सामान। हेर्नुहोस् यहाँ सबै चिजहरू छ। अब यी लेडिजका हुन्, अब यी चाहिँ के मलाई थाहा छैन। र सबै चिज छन् है, पाइने चिजहरू। ल जेन्ट्सलाई पनि सबै कुराहरू। ल हेर्नुहोस् टी सर्ट रहेछ, राम्रा राम्रा प्यान्टहरू छन् है। ल रोजेर चाहिँ खोजेर आउनु होला बजार, नेपाली बजारमा चट्ट लाएर। यता हेर्नु त यता पुरै नेपाली सामान। ल हेर्नु कहाँबाट ल्याएर आउनु भएको छ खै, खोजी ल्याउनु भएको छ हैदराबादमा। ल हेर्नु सबै चिजहरू छन्। आएर माया दिदी बजारमा सपिङ गरिदिनु होला। र बसमा चाहिँ मेरो बसमा चढ्नु होला। अशोक बस्याल भनेर चिन्नु भएको छ नि तपाईँहरूले सबैले, यो भिडियो हेर्नुभएको छ भने। ल यता हेर्नुहोस् डेकोरेसन पनि एकदम राम्रो छ। हेर्नु त नेपाली चाहिँ पोसाकमा बनेका सबै कुरा। यतातिर यो के भन्छन्, डोको हो कि डाली हो। यता हेर्नुहोस् डोको छ, त्यहाँ स्याउ छ, त्यो स्याउ भन्थे, यता हलो भन्थे। यसले त मैले पनि जोते आएको अहिले काहीँ गोरु, तर अहिले धेरै भयो यतै बस जोत्दैछु। ल हेर्नुहोस् त यहाँ आउँदै के छ। ल यो सिगरेट रहेछ, हेर्नुहोस् सिगरेट खानेलाई मैले त छोडेको टुक्रै भयो। ल हेर्नुहोस् यतातिर हेर्नुहोस् लेडिज काँटा सबै कुराहरू छ है। ल यति भन्दै बिदा हुन्छ है त। हस् त, ल धन्यवाद भाइ।